प्रिय मित्र, आज म तपाईँलाई अमेरिका पूर्ण स्वस्थ बनाऊँ भन्ने मूल नाराका साथ अ, भर्खरै स्वास्थ्य मन्त्री रोबर्ट किन्डीले घोषणा पनि गरिसकेका छन् र यही सन्दर्भमा जति पनि कृत्रिम रङबाट बनेका आर्टिफिसियल कलरबाट बनेका खानेकुराहरू जस्तै पेय पदार्थ, ड्रिङ्किङ भयो, होइन? किरल भयो, है, चकलेट र अरू जति पनि कलरबाट बनिएका छन्, यी कुराहरू अब चाँडै नै ब्यान गर्न लागिरहेको घोषणा भइसकेको छ र अ, अब चाँडै नै कुन मितिबाट हुने हो है, त्यो घोषणा हुँदैछ र यो अहिले आएर न्युयोर्ककी एकजना स्वास्थ्य डाक्टर है ले उहाँले चाहिँ ज्ञापन पत्र दिएर त्यो अनुसन्धान गरेर अनुसन्धानको भरमा चाहिँ अहिले जति पनि यो रङबाट बनेका होइन त्यो चाहिँ पेट्रोलमा मिसाउने रसियनबाट बनेको पाइयो है। र त्यसले चाहिँ के काम गर्छ, त्यसले चाहिँ के हामीलाई हानि गरिरहेको छ बालबालिकालाई भने जस्तै मस्तिष्क जस्तै डेन्ड्राइट है, यस्तो छ भने यस्तो हुन्छ। यो भनेको चाहिँ डेन्ड्राइट जब जति खुम्चिन्छ त्यति नै मेमोरी लस हुन्छ। बच्चाहरूको चञ्चले हुनु, कन्सन्ट्रेट नहुनु, अनावश्यक कुरामा रिस उठ्नु, स्ट्रेस हुनु होइन? यी कुराहरूले चाहिँ पाइयो अत्याधिक मात्रामा सेवन गर्नेले गरेको बच्चाहरूमा र तिनीहरूमा रसियन न्युरोलोजिकल प्रब्लम जस्तै मस्तिष्क सम्बन्धी रोगहरू पाइयो र उम्, अब चाँडै यी जति पनि वस्तुहरू छन्, यी वस्तुहरू वेस्ट भर्जिनिया, क्यालिफोर्नियामा अलरेडी ब्यान भइसकेको छ र विशेष गरेर युरोपियन कन्ट्रीहरूमा नि पहिल्यैदेखि यो ब्यान भएको रहेछ र अहिले आएर अब यो कहिलेदेखि बन्द हुने हो, अब यति दिनमा घोषणा हुँदैछ स्वास्थ्य मन्त्रीद्वारा र म तपाईँलाई के भन्न चाहन्छु भने हामी होइन कति मायाले टाइम नभएर सजिलोको लागि बच्चाहरूलाई जति पनि बाहिरबाट बनिएका खानेकुरा खुवाउँछौँ नि, यो हामीले नजानेर हो है। कतिले नजानेर कतिले जानी बुझ पचाएर पनि हो र विशेष गरेर हामीले बालबालिकालाई नलेजेबल दिएर खानेकुरा खुवायौँ भने त्यो ठुलो कुरो होइन, होइन? जे कुरा पनि कहिलेकाहीँ चाहिँ दिनुपर्छ, अति पनि गर्नुहुन्न। तर यही कुराले गर्दाखेरि हामीलाई बालबालिकालाई भविष्यमा गएर हाम्रो लागि मात्र बोझ होइन कि यो देशको लागि पनि बोझ हुनेछन्। त्यसैले भनाइ छ नि जस्तो खान्छ त्यस्तै बन्छ होइन? र हामी हाम्रा बालबालिका भविष्यका कर्णधार हौँ भने स्वस्थ कुरा खाऊँ। धन्यवाद।